हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ हामी पोखरा आएको फर्स्ट डे। अघि बिहान हामी 9 साढे 9 बजीतिर आइपुगेको। अनि आज चाहिँ हामी पोखरामा भएको ठाउँहरू घुम्न जाँदैछौँ। अब कहाँ कहाँ जान्छौँ भन्ने चाहिँ हामीलाई पनि थाहा छैन। अब हामी चाहिँ यहाँ रेडी भएर तल जान्छौँ अनि तल गएर खानासाना खान्छौँ ओर्छौँ अनि त्यसपछि हामी घुम्न निस्किन्छौँ। आज हाम्रो डे फर्स्ट चाहिँ पोखरामा घुम्ने रहेको छ। अनि म चाहिँ यहाँ रेडी चाहिँ लुगा चाहिँ ड्रेस चाहिँ रेडी भइसकेको छु। आजको हाम्रो थिम चाहिँ वान पिसको छ। अनि अब मैले कपाल र मेकअप चाहिँ गरेको छैन, मेकअप पनि सिम्पलै गर्छु। अनि तल भनेको चाहिँ सुज लाउँछु होला किनकि स्लिपर्स मैले ल्याएको छैन, एउटा ल्याएको त्यो राम्रो छैन। सो म रेडी भइसके पछाडिको फाइनल लुक्स हजुरहरूलाई देखाउँ। हेलो गाइज, सो यो चाहिँ मेरो फाइनल लुक हो। अघि चाहिँ मैले कपाल गरेको थिइनँ होइन, अनि हल्का मैले चाहिँ मेकअप पनि गरेको छु। भन्दा पनि मेकअप के हो भन्नु, सनस्क्रिन त्यही त्यो मोइस्चराइजरहरू लगाएको छु। अनि म त्यसमा यो ब्याग बोक्न गइरहेको छु। अनि यही हो। अब यसमा मेरो सुज चाहिँ यो सुज लगाएको छु मैले। कम छिटो छिटो छिटो। मेरो हस्बेन्डले चाहिँ लगाउनु भएको छ हुक डेनिमको टी सर्ट अनि डेनिमकै पेन्ट लाउनु भएको छ। अनि सुज टिभीहरूको लाउनु भएको छ। अनि चस्मा रेबनको हो, चस्मा रेबनको लाउनु भएको छ। सो यो चाहिँ हाम्रो आजको आउटफिट हो। अब हामी यहाँबाट निस्किन्छौँ, तल जान्छौँ, खाना खान्छौँ अनि त्यसपछि भनेको हामी जान्छौँ घुम्नलाई। यो चाहिँ हो हामी बसेको होटल, हामी बसेको ठाउँ। यहाँबाट लेक साइड कता पर्छ? यता हो लेक साइड। यो साइडतिर चाहिँ लेक साइड रहेछ होइन, हवेली ताल। सो यही हो, हामी चाहिँ अहिले पोखरामा छौँ। यता हेर्नु ह्यान्डसिम भएर यतातिर प्लान्टेसनहरू चाहिँ लाउनु त म पनि आउनु पर्यो नि त। तपाईँ क्यामेरा पक्रिने म बोल्ने गर्छु क्या। सो गाइस यही हो, हामी चाहिँ पोखरा घुम्न आएको। अनि यहाँ हामी यो होटलमा बसेका छौँ, होटल डायमन्डमा। अनि हामी चाहिँ एकदमै रेडी भएर, मेरो आउटफिट हजुरहरूले देख्न सक्नुहुनेछ। सुज, वान पिस, कता कता यहाँ लुगाहरू नमिलेको नि हुनसक्छ। त्यही हो, अब आन्टी अङ्कलहरू निस्किनुहुन्छ अनि हामी जान्छौँ। हामी चाहिँ अब तल जाँदैछौँ। ट्याक्सी ड्राइभर यहाँ डगी पनि छ, कितना क्यूटी। वेयर टू सिट, वेयर टू इट, किधर बैठे किधर। बाजे लाउँछ आया ल। हामी त पुरै उ भयो लग रुम लग गऱ्यो निस्केको नि। तातो पानी आएन। हामीले त तातो चिसो दुइटा आइरहेछ, तर तातो पानी कहिले नुहाउँदिनँ। जस्तो जाडो होस् तातो पानी ल्याइदिनु नुहाउँदिनँ। त्यही भएर अँधेरो आएछ यतातिर। होलसेलमा किनेको यो बेच्छु भन्ने होलसेलमै। हामी जाँदैछौँ, हाम्रो चाहिँ ट्याक्सी आइसकेको छ। एकदम आन्टी एकदम हेर्ने भएर निस्किनु भइरहेको छ। खोइ अङ्कल गाइज हामी चाहिँ अब जाँदैछौँ घुम्नको लागि। फर्स्ट डेस्टिनेसन कहाँनिर हो? अङ्कल कहाँ हो? पुम्लीकोट जाँदैछौँ। हिरो देख्नुहोस्। कस्तो फिल भइरहेको छ जानलाई? मस्त मजा आइरहेको छ। एकदम राम्रो फिल भइरहेछ। घुम्न जाँदैछौँ हामी। रमाइलो भइरहेछ। अहिले घुमेर भन्ने अरू त यस्तो हुन्छ। यो एसी चाहिँ तपाईँको उकालोमा लगाउँ भने मिलेन, सम्मसम्म समाते लगाउँ भने मिल्छ। ज्याल खोल्न मिल्छ रहेछ। ज्याल खोलौँ न बरु। ज्याल खोल्दा ज्यालकै
नेचुरलै राम्रो हुन्छ हामी जाँदैछौँ कति ठाउँ घुमाइदिनुहुन्छ 3-4 ठाउँ अहिले पुग्नुको जाने त्यसपछि चाहिँ हामी चाहिँ लेक साइड हुँदै जाँदैछौँ कहाँ गएको अरे कुम्लीकोट यहाँ हजुरहरूले देख्न सक्नुहुनेछ खोइ ला लेख्न सकेछ त मैले देखाउने बेलामा त लेखै सकेछ अगाडि चाहिँ बस्नुपर्ने रहेछ गल्ती गरिएछ अगाडिबाट चाहिँ मजाले ब्लग गर्न मिल्दैन त होइन पोखराबाट तर हाम्रो स्यामसङ S26 अल्ट्रा हो त्यही भएर भिडियो चाहिँ पर जुम गरेर पनि दामी निस्किहाल्छ नि म अगाडि बस्नै नपर्ने रहेछ हेर्नु न कस्तो ल्याउँछ ब्याट्री ब्याकअप चाहिँ ठिक हुन्छ क्या यसको चाहिँ आइफोन भन्दा पनि नि यस्तो राम्रो छ ब्याट्री ब्याकअपहरू चाहिँ राम्रो हुन्छ अरूभन्दा पनि अङ्कल चाहिँ प्रायः यहाँ गफ हान्दै हुनुहुन्छ मस्तले त्यो शङ्करको मुखमा रजनीगन्धा खाइदिनु नि तपाईँ भेजिटेरियन रजनीगन्धा पनि नखाने चुरोट खैनी केही नखाने जहाँ रक्सी त खाने गर्नु भएको छैन पिउने मात्र गर्नु भएको छ होला यतिको केटा खोजेको हुन्छ भने आउनु सेलमा हामीले राखेका छौँ दिन्छु नि मलाई खाने मान्छे चाहिएको छ नखाने मान्छे हामी चाहिँ ट्याक्सीबाट ओर्लेर हेलो गाइज हामी चाहिँ जाँदैछौँ माथि यहाँ शिवको ऊ भएको ठाउँमा पुम्दीकोटमा ह्याट लाउने आन्टी ह्याट लाउने फ्रन्ट गर्दा नि हुन्छ राम्रै देखिया रहेछ भन्नु रहेको लास्टमा चाहिँ पुम्दीकोट जानलाई चाहिँ हामी हिँड्न पनि सकिरहेको छैन मजाले तर अरू गाडीहरू त गइरहेको छ हामीलाई चाहिँ किन नछोडिदिएको हो यो भएन तपाईँले बोलेको स्थिति खासै आएको छैन मैले बोलेँ सो हामी चाहिँ जाँदैछौँ तपाईँहरूले बाटो देख्न सक्नुहुनेछ उकालो ओह्राली गर्दै मान्छेहरू आउँदैछन् जाँदैछन् उताबाट गाडीले ठोकिदेला नि फेरि तपाईँहरूले देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा हजुरहरूले देखिरहनु भएको यो चाहिँ फेवा तालको के अरे मुहान होइन शिरको मुहान यहाँ यतापट्टिको साइडमा देख्न सक्नुहुन्छ फेवा ताल होइन हामी चाहिँ अब यहाँ यतिको तलदेखि माथि यतिको माथि आइपुगेको छ यहाँ गेट अगाडि अब यहाँबाट चाहिँ हामी सिधै माथि जान्छौँ दुब्लो मान्छे मात्रै आउनु होला हाम्रो यहाँ अङ्कलको चाहिँ लगभग 3 केजी 4 केजी मासु अझै घटिसकेको छ अब भरे ओर्लिँदाखेरि कति घट्ने हो थाहा छैन केही भन्नु छ अङ्कल those couple who are in zero figure they should have to come here but those who have overweight please नमस्ते I request you to lose your weight then come here बुझ्नु भयो त अङ्ग्रेजी मैले नि बुझिनँ भन्नु भनेको लास्टमा त्यस्तै छ हामी जाँदैछौँ ल यो चाहिँ अब शिवको 3वटा टाउको छ कि 4वटा टाउको जस्तो देखिरहेको छ यहाँनिर चाहिँ अनि यहाँबाट अब सट्ट गेटमा चाहिँ यस्तो रहेछ यो गेटबाट हामी छिरिसकेपछि चाहिँ एकदमै अग्लो शिवको मूर्तिसम्म पुग्दैछौँ चट्ट हेर्दा पनि अब चढ्दा दुःख भए पनि आइसकेपछि चाहिँ एकदम आनन्द लाग्ने ठाउँ होइन ल सर यहाँ तपाईँहरू पनि यतातिर आउनुभयो भने चाहिँ मस्त घुम्न सक्नुहुन्छ अब प्याराग्लाइडिङ गर्न मन लाग्यो भने पनि ट्याक्कै यहीँ सारङकोट नजिकै पर्छ सर र प्याराग्लाइडिङ पनि गर्न सकिन्छ ल यो पुम्दीकोट माथि मन्दिरको चाहिँ सर र एकचोटि सब भ्यू हेरौँ यहाँ हेर्दा चाहिँ चट्ट यस्तो है बिल्डिङ पनि 2 तलाको छ अनि यस्तो लामो घर छ नि यो अनि त्यही घरमाथि चाहिँ चट्ट शिवको मूर्ति वरिपरि यस्तो आनन्द लाग्दो भ्यू छ चट्ट आइराखौँ जस्तो
माथि चढेर बस्दा त यस्तो आनन्द हुन्छ नि। ल यो भ्यू हेर्नको लागि नछुटाउनको लागि पनि आउनै पर्छ। यहाँबाट एकदमै पोखराको दृश्य देख्न सक्नुहुनेछ। खतरा देखिँदो रहेछ यहाँ माथि पुग्ने उसबाट यहाँ तल त्यो ओके वेट बाँकी जुन मान्छे अङ्कल यहाँ हेरौँ न। अहिले चाहिँ यहाँ एक राउन्ड घुमिसकेको छौँ। कस्तो लाग्दैछ पोखरा आन्टी कस्तो लाग्दैछ? हामी चाहिँ यहाँबाट एन्ट्री छ ड्रिम सिटी पोखरा। म कतिवटा क्लासमा देखिरहेको छु। यहाँ त यहाँनिर देख्दा आन्टी मजाले मस्त कहाँ हराइन्छ हराइँदैन उहाँ उसमा चाहिँ ऊ छ यस्तै हो यहाँनिर इन्डियाको साइन्स सिटीभित्र चाहिँ हराउने खालको छ क्या थाहा नै नहुँदैन। ए पिलिक पिलिक आउँछ यो लाइटले फोटो छ यो चाहिँ ड्रिम पार्क कम्तीकोट यत्रो ठुलो शिवको मन्दिर घुमेर यो अब विद्यावासिनी पुनरुद्धार भइन्छ। मलाई रमाइलो हुँदैछ। अङ्कल के भन्नु छ अब बसेर यसो हल्का ठर्रा हान्न मन थियो। दाजु के छ होला हामी पूर्वेलीहरूलाई घुमाउँदा तपाईँलाई दुःख भएको छ कि ठिक्क छ कि कस्टमर हामी जतिकै हँसमुख हुन्छन् कि रिसा पनि हुन्छन् कि के छ तपाईँको अनुभव? हजुर हजुर ठिक छ नि सबै कुरा? ल ठिक छ तपाईँलाई ठिक छ भने हामीलाई ठिक छ। बाटो त के छ नि होइन जुङमा गएर कागुनी गएर बस्ने हामी 3 भाइ भने जस्तै बाहिर खिचेको यताबाट गुफा जाने टिकट सिस्टमको हो। यता जाने चाहिँ टिकट त्यहाँबाट जान टिकट चाहिने रहेछ उता जान टिकट चाहिने रहेछ स्टुडेन्ट हो भनौँ न लागेको छ छैन। खोला
को बहुत गाढ़ा हो रहा है, बहुत ज़्यादा। ये देखो, इसलिए बोला था टाइम पे ज़्यादा मत खाया करो, ज़्यादा मत खाया करो, कम खाया करो, कम खाया करो, पर इसने कभी नहीं माना। इसका देखो पेट की वजह से ये हिल नहीं पा रहा है। इधर तो देखो ना, यहाँको एक्टिभ म मात्र रहेछु। म चाहिँ आनन्दले मस्तले हिँडेर आउन सक्छु स्याहार सुन नगरिकन, अरू चाहिँ कामै नगर्ने मान्छे। मेरो चाहिँ म हिँड्न चाहिँ सक्ने मान्छे हो, इसलिए बोला था ज़्यादा मत खाया करो, पेट से नहीं हो पाएगा हिँड्ने के लिए भनेर। हामीले चाहिँ यहाँ पनि सक्यौँ। मैले किनेको नयाँ बिन्दवासिनी मन्दिर आइपुगेका छौँ। यहाँ माग्नेहरू हुनुहुन्छ। होइन नलाने हामीले पूजा गर्नु हुँदैन कि, हामीले पूजा गर्नु हुँदैन क्या, हामी बाहिरबाट हेर्ने मात्रै। ओह वे टु टेम्पल। यस्तैमा फोटो चाहिँ खिचौँ न त ल। अब सेती नदीमा आएको छौँ होइन, हामीले चाहिँ टिकट काटिसकेको छौँ। हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ अब यो हो। अनि यो पछाडि चाहिँ हामी म्युजियम छिर्छौँ। हामी गोर्खेली त होइन, ब्रिटिसको देख्नुभयो सेती नदीमा पुरा सेतो पानी छ, त्यही भएर सेती नदी भनेको। ओ यहाँनिर ल हिँड्दै गरेको खोला चाहिँ तलै छ, तर यहाँ चाहिँ के रहेछ, यो ड्याम होला है। अब यात्राको इन्डिङ भइरहेको छ आजको दिनलाई। 2 घन्टालाई फेरि हामी एकछिनमा लेक साइड जाँदैछौँ। भने साँझतिर त्यो चाहिँ अहिले चाहिँ अनुहारको हालत पनि यस्तो भइसकेको छ, निन्द्र नपुगेकोले गर्दाखेरि आँखा पनि यस्तो भइरहेछ। आँखा त डार्क सर्कलको कुरै नगरौँ। होइन मेरो आँखा पनि पुरै रातो अङ्कल के छ? ठिकै छ, बलिएको छ। रजनीगन्धा खान मन छ भने भनिहालौँ न। के रजनीगन्धा खाइदिउँ त? होइन त्यस्तो चिज खानु हुँदैन, सस्ता लाने गर्ने चिज खानु हुँदैन, राम्रो चिज खानुपर्छ। के हो इसारा आन्टी आएदेखि त तपाईँको त पुरै टोन सबै चेन्ज भइरहेछ त अङ्कल। म सुपारी पनि नखाने मान्छेलाई त्यही त रजनीगन्धा खानेको गन्धा हो। हाम्रो आजको भ्रमण सकेर फेरि रिटर्न ब्याक भएको छौँ हामी बसेको होटलमा। तपाईँहरू पनि आउन चाहनुहुन्छ यो होटलमा भनेदेखि मैले यहाँ कन्ट्याक्ट नम्बर चाहिँ यहाँ राखिदिएको छु। के चेन्ज भयो हामीमा आन्टी, के चेन्ज भयो हामीमा, के थपेर किनेर लाएर आयौँ। हामीले घाँटीको अघि चुट्टेर नलाएको है, चुट्टेको थियो अनि अहिले चुट्टी किनेको धन्यवाद। डायमन्ड कानको पनि यो चाहिँ हेन्डमेड हो।
अहिले त फेरि फ्रेसै देख्यो है अहिले डुलिसक्यो नि त अब हिँड्नु पर्दैन भनेर खुसी होला पानीपुरी खानु खुसी हामी पानीपुरी खान जान्छौँ है अब यो चाहिँ हामी बसेको होटल हो एकदम राम्रो राम्रो छ होइन यहाँ प्लान्टेसनहरू चाहिँ खतरा गरेको छ है यहाँ पानीपुरी खानु उतानेर यहाँ पानीपुरी पसल छ होटलमा चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ यहाँ दामी प्लान्ट too much jealous about हामी चाहिँ लेक साइडतिर जाँदैछौँ बेलुका 7:30 भइसकेको छ अङ्कलहरू जाँदैन हामी 3 जना जाँदैछौँ निन्द्रामा जुरुक्क उठेर कुदेको आन्टी एक्सपेक्टेसन्स भन्छ रियालिटी म्याच भएन के सोचेर आउनु भएको यहाँ भगवान् ल मेला लागेको जस्तो भन्ने सोच्नु भएको होइन बट रियालिटीमा चाहिँ यस्तो रहेछ लेक साइड चाहिँ यहाँनिर लेक साइडको के अरे होटलको नाम साङछु यहाँ लेखिरहेको थियो ओ साङ्गु खाजा घरमा चाहिँ बसेर अब खाजा खान लागिरहेछौँ भेजी